सो हेलो नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल आएको सबजना सन्चो आराम हुनुहुन्छ ल म पनि सन्चो आरामै छु सो गाइस सो अहिले चाहिँ हामी यहाँ छुट्टीमा आएको छौँ टक्क बिहान बिहान पुरा केटाहरू चाहिँ छुट्टीमा आएको छौँ अनि हिजोको ड्रेससम्म छु म चाहिँ यहाँ अब लुगा पनि केही पनि थिएन अनि सो लुगा यस्तो छ ड्रेस अप सँगसँगै प्यान्ट मात्रै चेन्ज छ अनि जुत्ता सो अहिले चाहिँ हामी यहाँ गाडी कुदेछौँ अझ हामी चाहिँ अब काठमाडौँ जानु लाग्यो 4 जना दाजुभाइ भएर अब काठमाडौँ किन जानु लाग्यो भनेर म पछि थाहा पाउने होला टेक्निकल सो उहाँ भाइ चाहिँ मेरो विदेश जानु लागेको छु त्यसैले हामी काठमाडौँतिर छोड्न जानेछौँ यिनीहरू चाहिँ हामी पनि यिनीहरू पनि चट्टा होइन चिरचट्टा भएर जानु लागेको छ अब बस कुद्दैछौँ बस आएपछि हामी टाप कस्तो पर्नु हुन्छ गाइड्सहरू है अब त्यही हो बाटोमा भेटै गरौँ न कुराहरू है गर्दै गरौँ पुऱ्याउनु छ सो हामी जानु आइसक्यौँ है अब म्याजिक पनि पायो म्याजिक के अरे माइक्रो सो अब चाहिँ हामी जानुपर्ने हुन्छ अब मान्छे अब जानुपर्ने हुन्छ यस्तो छ सुनसान छ अहिले चाहिँ पानी पर्ला जस्तो किनकि त्यहाँ त बहुत पानी परिरहेको थियो सो त्यही कुराहरू है अब बाटोमा भेटै गरौँ न गाइसहरू लगाइ चल्छ हामी यता कता आइपुग्यो थाहा छैन सो पिसा पिना रोकेको खाजा खाना रोकेको थाहा छैन खाजा पनि रोक्नु त रोकेछन् खाजा खाना सो पिसा खाजा खाने होला सायद रोकिरहेछ यो ठाउँलाई के भन्छ सिमाल टाढा क्या ए होइन क्या 7 बजी हिँडेको 9:21 भएछ म सुतेर उताबाट सुतेर आएको भर्खर उठेको क्या उता पाइप झरेर भिजोक छ यार गाइसहरू कालो भएको सबै लुगा नि उता गएर फेर्नुपर्ने हुन्छ लुगा त ल्याउँदैन मैले यसले ल्याएर यो पानी लाउनु पर्ने हुन्छ मैले यसले कट्टु ल्याउँछ अरे सटा दाजुभाइ यहाँ के हुन्न बिजोको छ क्या मेरो पानी त यहाँ झरेको हामी यहाँ मिठो सेलपुरी समोसा खाँदैछौँ केटा हो है यो खाएर टक्क हामी बलियो भएर जानुपर्ने लगाउ अब हामी 3 घन्टामा 3 घन्टा जतिमा पुग्ला त्यस्तै लास्ट भोक लगाएर कत्रो सेल पनि हामी यता 5 किलोमिटर मात्र बाँकी के अरे कहाँबाट हामी छिरेको कल्ची त्यताबाट छिरेको अनि कताबाट कुन बाटो आयो कुन बाटो काठमाडौँ आइपुग्यो नै गाइस खै यता आइपुगेछ हामी सो भित्री बाटो आएको जाम छ केटाहरू काठमाडौँ आउँदै हुन्छ लास्ट जाम छ यो बाटो रोज जानु होला तर मैले यो भिडियो सुट केही पनि गराएन कुन बाटो आयो थाहा छैन अब हामी कहाँ पुग्छ थाहा छैन गाइसहरू थानकोट त कट्यो क्या थानकोट कटेर हामी सिधै भित्री बाटो आएको छौँ बाटोमा रहेछ हो जामा नपरौँ गाइसहरू भित्री बाटो खोज्दै आउनु ल काठमाडौँको जाम यस्तो छ गाइस अब कति बजीको थाहा छैन ल यति बजी चाहिँ हामी 7 बजी हिँडेको उताबाट अब काउन्ट गरौँ न कति भयो भनेर अनि हामी चाहिँ नि आइपुगेको रहेछ काठमाडौँको सँगसँगै यहाँहरू त देखिरहन्छ के गर्नु साथीहरू ल यस्तो छ ल काठमाडौँको ल हाम्रो इन्सपेक्टर पनि आएको छ यहाँ स्वयम्भू आइपुगेको रहेछ ल गाइसहरू ल त्यही हो काठमाडौँ फाइनली आइपुग्यो अब हामी माथि चाहिँ तल आउनु पर्ने हुन्छ हामी चाहिँ अहिले दसैँ तल लाग्नुपर्ने हुन्छ रुममा बस्छ कि मामा घर बस्छ थाहा छैन सो चल्छ हामी बाटोमा झरेर होइन गाइसहरू हामी यहाँ चाहिँ पहिला गेटतिर छौँ लगाएर त्यो गाइसहरू त्यस्तो छ गाइसहरू काठमाडौँको वेदर तर यस्तो घाम लागे पनि त्यो ऊ छैन क्या त्यस्तो तातो पनि छैन क्या हजुर के भन्नुभएको त्यो 1000 रुपियाँ गाइसहरू महँगो भयो अलि मिलाइदिनु न लगाइसकेपछि हामी यहाँ ट्याक्सीमा चढिसक्यौँ टक्क लगाएर
दाजुभाइको नाताले उसु गर्दा जानुपर्ने हुन्छ उचान डलरसम्म जानेर सो फाइनली उचान भिडियो जानु लाग्यो अब त्यही हो हामी त कहिले अब 3 महिना घुमेर आउने रहेछ है हामी पनि जान्छु म गयो भने त टक्क जान्छु एउटा के भन्नु जान्छ नि कहिले म थाहा छैन त्यही त एउटा रह्यो अब हामीले घुम्न जानु त सँगै प्लान गरेको तर मेरो अलि लगेर त अब हामी यहाँबाट चल्दैको चक्क लगाएर अब यस्तो छ ल वेटर ल गर्मी भएछ शीतल तिन कुनै माने यहीबाट लाने क्या अब यता काठमाडौँमा जाने कतादेखि राम्रो केटाहरू देख्छ राम्रो केटाहरू सबै यहाँ गाउँको केटाहरू अनि भइहाल्ने कुराहरू ल हामी यहाँ जान्छ अब उता रुममा गएर भेट्छु एकचोटि चल्छ हामी मामा घर गएर नि भात सात खाएर अनि शीतलले पनि त्यो डाँडातिर अब चिलान जाऊँ भनेर अब डाँडा जाने बाटो कुन पो हो यहाँ थाहा छैन यहाँ डाँडा जानु लागेको छ अब चाहिँ हामी काठमाडौँको यहाँ हामी कहाँ छ हामी कुन ठाउँ हो जडीबुटीमा छ केटाकेटा छ केटाहरूले पुरा लास्टै भिडाइदियो क्या पाइँट यार मेरो पाइन्छ नि मेरो फर्मल पाइन्छ नि लास्टै फोहोर भएर त्यहाँ स्यासुल गरेर धोएर राखिदिन्छु त्यो भोलि मैले लुगा ल्याएको छैन क्या अनि भाइको पाइँ लाग्यो कस्तो चुस गरेर मेरो पाइँ बेरौरी जस्तो चाहिँ मैले लुगा ल्याएको छैन क्या सो त्यही भएर अनि अहिले चाहिँ हामी यता माथितिर जान्छौँ सो म चाहिँ कस्तो छ फर्स्ट टाइम आएको कतादेखि फर्स्ट घरमा लगाएको लुगा लगाएर आएको छ त्यो चाहिँ कुरा फर्स्ट टाइम आएको साथी फर्स्ट टाइम होइन केटा यो फर्स्ट टाइम ल फेरि आउन त त्यो केटा चाहिँ हामी यसो कता घुम्न जान्थ्यो कसलाई पनि थाहा छैन फेरि यताउता जाने यता कता थाहा छैन त्यो पनि त्यत्तिकै हावा हिँडिरहेको छु त्यो केटा ल क्यामेरा मिलाइ नै रहेन डाँडा क्या यताबाट ल चल्छ हामी त माथि जानु भनेको त्यो ट्रेन उड्छु क्या त्यो हेर्नु जाने भनेको अब बाटो पनि बिर्स्यो बाटो बिर्स्यो होइन थाहै छैन त अब के गर्नु है लुगा त यही हो केटाहरू यहाँ एडजस्ट गर्नु पऱ्यो यो लुगामा हामी हिँड्ने चाहिँ कहाँ हिँड्ने थाहा छैन माथि डाँडा जाने भनेको कता हो यहाँ बाटै चिने छैन यार गाइछहरू के गर्नु अब माथि चाहिँ जानुपर्ने हुन्छ हामी सो टुरिस्टहरू पनि यहाँ देख्छौँ तपाईँहरूलाई सबै समुद्र हिँडिरहेको छु अनि सो यता माथितिर चल्दिउँ नि पाइँटै भएन क्या मेरो यहाँ गाइछहरू लुगा पनि ल्याएको छैन के गर्नु त यताबाट माथि जाऊँ न यहाँबाट आउँ हाई हाई गो डना आउनु चाहिँ गाइछहरू गाइछहरू ठाडै उकालो छ माथि गएर भिडियो बनाउनु कुरा जान्न यार कस्तो होटेलमा यता त होटेल त मैले देखेको छु तपाईँ किनकि होटेलमा बस्यो भने हामीले एउटा आफ्नो छुट्टै प्राइभेसी हुन्छ नि म गाइजहरूलाई एउटा कुरा देखाउँछु तपाईँहरूले होइन अहिलेसम्म जिन्दगीमा प्लेन देख्नु भएको छैन भने म तपाईँलाई प्लेन पनि देखाउँछु सो हामी प्लेन भएको ठाउँतिर जानु लाग्छ भने रियलिस्टिकमा प्लेन देखाउँछु तपाईँलाई पछि म त देखिरहेको नि जस्तो देखिरहेको छ म रियलिस्टिकमा देखाउँछु किनकि हामी एयरपोर्ट तर्फतिर जाँदैछौँ हामी बसेर त्यहाँनिर जडीबुटी एयरपोर्ट तर्फतिर जाँदैछौँ हामी चाहिँ एयरपोर्ट साइडमा छौँ केटाहरू ल भात सात खाएर हाफ छानेर आएको अब त्यो पेट पनि डुबिरहेको छ है अब प्लेन उड्छ अब 15 मिनटमा त्यो पनि म देखाएको छु तपाईँलाई भित्र त पस्न छैन एलाउ काठमाडौँ सहर पनि हेरौँ गाइस साथीहरू प्लेन देख्नुसम्म चाहिँ नजिकबाट ल टक्क 15 किलोमिटरसम्म भेट्छ क्या अहिले ए ठ्याक्क 15 किलोमिटरसम्म देख्ने थियो यहाँबाट फेरि नआएको खोइ उठेको छैन
अघि त उडिरहेको थियो अब उडेको त्यो सुरुको बेर चलाउनु त बाजे उडेको है टक्क लगाएर हाल्छ हामी प्रेन आएको भिडियो पनि बनाउँछ गाइजहरू त्यही हो नि कुराहरू गर्दा त्यही हो अन्त गाह्रो छ हेर्नु हेर्नु गाइज उडेको 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 यो त पाकिस्तानी जस्तो छ त ए दुबईको के अरे साउदीको हो यो त ल यसरी जाने चाहिँ यसरी ल अब बुढीको एक सर्ट देखाउँछु अनि त्यही जानुपर्ने हुन्छ कसरी उठ्छ एउटा यस्तो गाह्रो ल चल्छ हामी स्वयंनाथ आएको छौँ है सरी पशुपतिनाथ सो हामी पशुपतिनाथ आएको छ किनकि अलि भिडियो बनाउनु पनि मलाई उचित लाग्दैन किनकि कोही मान्छेहरू बित्दैछ खोइ एकजना मोडल हो कि को बित्दैरहेछ सो मान्छेहरू थुप्रै छ भिडियोहरू त्यही भएर मैले त्यहाँ भिडियो बनाउने मेरो कुरा भएन है मन पनि लाग्दैन कि सो यताको भिडियोहरू म हल्का हाल्छु अहिले चाहिँ हामी माथि जान्छौँ अनि त्यही कुराहरू है भेट्ने गरौँला ठक्क हामी घुम्दै हिँड्छु अहिले चाहिँ लगाइछु माथि जान्छौँ त गाइज अब मरेर लाने के छ र लास्टमा जर्नी चित्तमा हो गाइज के गर्नु है मान्छे ठुलो हो कि आयो मान्छे नकति रहेछ यहाँ सो गाइज त्यही हो है कुराहरू अब त्यही भएर घमण्ड के को लागि गाइजहरू एकदिन मरिहाल्छ हामी पनि सो त्यही हो धेरै भाषण पनि नगरौँ टक्क लगाएर दिनु सक्नुहुन्छ भ्यू टक्क एउटाहरू यहाँ छ सबै मान्छेहरूको भिड चाहिँ बबाले छ गाइज त्यो अब हामी यहाँबाट सिक्युरिटीमा जान्छ होला छ रुम पनि खोल्छन् हामी त रुममा बस्नु के गर्नु रुममा बस्नु किनकि आउला गएको छ कि हामीले आउला त्यही भएर अलि मिल्दैन किनकि केटाहरू बस्छ अब रफ शब्द बोलिहाल्छ त्यही भएर अलि मिल्दैन महिलाहरूसँग बस्न सो अहिले चाहिँ हामी मैसूरमा बसिरहेको छौँ अब रुम गर्नुहुन्छ भने त्यही ट्यागर चाहिँ मात्रै छ अब उतैतिर त्यसको रुम लाइन फेवरेट लाइक खाना त मलाई रिसाले चाहिँ नै सो गाइस घुम्दै सिनेमा किङ माले ल सो गाइस चाहिँ हामी घुम्दै फिर्दै आइपुग्यौँ पशुपतिनाथको पशुपतिनाथ पनि गएर आयो किनकि त्यो भिडियो बनाउनु पनि त्यहाँ उचित थिएन किनकि मैले जोस पनि आएको थिएन क्या धेरै सरी थाकिरहेको थियो अनि गाइस सरी यो सबै यही हो मेरो त यही हिजोदेखि अस्तिदेखि हेर्नु बेला आएर हिँड्छु सो नभएपछि हो नि त है त्यही रुममा जान्छौँ अब हामी तपाईँलाई सिधै बिहान गएर भेट्छु ल सो गाइस दिस इज द नेक्स्ट डे होइन अहिले त नेक्स्ट डे भइसक्यो सो अहिले चाहिँ हामी रुममा छौँ केटाहरू जानु सक्नुहुन्छ है उता सुतिरहेको छ म चाहिँ नि भर्खर उठेको भने त्यही हो यस्तो छ हालत त लुगाको मेरो कुन हो यस्तो छ लुगाको र अनि त्यो गाइस र हामी यहाँ एकछिन पनि बस्छौँ हामी चेकआउट गर्नुपर्ने हुन्छ यहाँबाट सो बिभर पनि यस्तो छ बाबा ल त्यही हो अहिले चाहिँ हामी यहाँ जडीबुटी चोकमा छौँ अनि त्यो यहाँबाट हामी चेकआउट गर्नुपर्ने हुन्छ पोखरे मैजी घर जानुपर्ने हुन्छ सो खानासाना हाम्रो त्यही हुन्छ पल्लो भेटाएको होटलमा राम्रो त छैन त्यही पनि हामी बस्दिएको अब एकछिनमा हामी चेकआउट हुन्छ यहाँबाट ल त्यो कुराहरू गर्दै गरौँ न अब म सुतिन्छु अनि कभर पनि काट्नु छ हल्का मिल्यो भने काट्नु नत्र त्यही भयो ट्रेप गरेर हान्नु भनेको फेरि त्यही त अनि अगाडि हल्का छुट्याउनु पर्ने भन्छ ल त्यो गाइस अब फ्रेस हुन्छ अनि तपाईँलाई भेट्छु चाहिँ हाम्रो केटाहरू पनि रेडी भइसक्यो रेडी होइन उठिसक्यो अब त्यही हो कुरो पनि लाउनु हुन्छ गाइसहरू कुराहरू गर्नु पर्दा यहाँ अब यो लुगा मात्रै कति लाउँ नआएकोमा चाहिँ टाउको मात्रै ज्यान त त्यही हो होइन सो यो मात्रै लुगा होइन रहेछ होइन गाइसहरू अब टक्क लगाएर लुगा पेर्नुपर्ने हुन्छ लुगा चाहिँ नि यहाँ फिटिङको लाउनु पर्ने हुन्छ नेक्स्ट के टक्कै हुन्छ गाइसहरू टिसर्ट गरेर लानुपर्ने हुन्छ लान्छु प्यान्ट सहिरहेको छैन
ल हामी जानुपर्ने हुन्छ अनि गाइस एयरपोर्टतिर जानुपर्ने छ हामी जान्छौँ अनि घरतिर जानुपर्ने हुन्छ सिधै आज नाइटमा नाइट बसमा चाहिँ हामी रेडी भइसक्यो टक्क लगाएर लुगा ल्याएको थिएन अब टक्क सर्ट पनि पायो जस्तो भइरहेको छ त्यो अब हामी रेडी भइसक्यो अब कतै जानु त काम छैन अब रुममा गएर बस्नु फेरि उता अनि त्यसपछि हामी एयरपोर्ट लानुपर्ने हुन्छ ल अब सिधै भिडियो एयरपोर्टतिरको बेस्ट ल जल्दी चाहिँ हामी एयरपोर्टतर्फ आइपुग्यो केटा हो सो अब एयरपोर्ट जाँदैछौँ हामी भात सात खाएर एयरपोर्ट आइदिएको अनि यता छ केटाहरू चाहिँ हाम्रो अनि विदेश जाने मान्छे जाने हुँदैछ विदेश अब के गर्दा अब जानै पर्ने हुन्छ है विदेश त अब त्यो यो विदेश जानु लाग्यो टक्क अब उसको नि अब 1-2 महिनापछि यो नि विदेश जान्छ सो म नि विदेश जान्छ फेरि नि विदेश जान्छ अब सबैजना साथीभाइहरू विदेश जान्छ आमाकै लागि ओ साँच्ची यार हाम्रो बहिनी पनि आएको थियो उसलाई कल गर्नुपर्ने हुन्छ हाम्रो बहिनीलाई बहिनी आजको फ्लाइट छ अरे मेरो बहिनी सो उसलाई पनि कल गर्नुहुन्छ किनकि उसको त सोमबार भन्छ भोलि अनि आज उसको पनि अब यता आइसक्यो अरे कल गर्नुपर्ने हुन्छ अनि टक्क जानुपर्ने हुन्छ जानुपर्ने सो यो एयरपोर्ट गाइड चाहिँ यस्तो छ ल म लाइफमा फर्स्ट होइन सेकेन्डचोटि सुरुमा योभन्दा 2-6-7 वर्ष अगाडि आएको थिएँ म यहाँ पछिको फर्स्ट थिएँ नि पछिले फर्स्ट टाइम म त त्यस्तै ल कुराहरू गर्दै गरौँ ल अब खाडासाडा लाउँछु अहिले लास्ट लेट भइसक्यो हामी चाहिँ हतार आइसक्यो लैगडाहरू अहिले चाहिँ प्रकाश गइसक्यौँ अब प्रकाश जाँदै भित्र गइसक्यो अब हामी पनि घरतिर चलिदिनु पर्ने हुन्छ गाई छैन के गर्नु त गइसक्यो पहिला उही गइला गाइसहरू ल अब कस्तो धमिलो भइरहेको ऊ पनि छिरिसक्यो अब हामी पनि टक्क घरतिर जानुपर्ने हुन्छ गाइसहरू किनकि ढिलो पनि भइसक्यो अब कति बज्यो ओ त तल आउनु गइसक्यो यता अनि आउने जाने यताबाट आउने मान्छे आउने जाने यता ल अब हामी जान्छौँ गाइसहरू अनि भर्खर पेन उडिरहेको छ ल गाइस के भन ल स्वच्छ गरेर त्यही हो ल राम्रोसँग पुग्यो त्यही हो ल र उडाइरहेको छ त्यो मलाई ल अब के गर्नु त अब एउटा फोटोसोटो हान्नुपर्ने हुन्छ हामी पनि यहाँ टक्क लगाएर भिडियो सिडियो बनाउने भनेको बनाऊँ गेडाहरू बनाऊँ है रोगाचल चाहिँ हामी गाडीमा चढिसक्यौँ घर जानको लागि अब प्रकाश चाहिँ के कुराहरू मिलेको छैन एयरपोर्टमा सो के भएको नेपालमा लास्टै 2 नम्बरै काम गर्छ त्यही के हाम्रो बहिनी पनि 4-5 एक हप्ता भयो त्यो अड्केर बसेको आज चाहिँ त्यहाँ लाग्छ आज पनि आज सो त्यसको त्यही भइरहेको छ कुराहरू टक्क यो खाँदै बसिरहेको क्या भोक लाग्यो नि सामान पनि केही किनेको छैन किनकि हामी अतरपनमा आएको इमर्जेन्सी आएको क्या हामी किन्नु बसेन एयरपोर्टमा पनि भिडियो छिटो अनि कसै बनाएन गरेर हुन्छ अब सो कसरी डन्डा गाडी कसरी डन्डा सरलाई क्या चल्छ हामी घर जानु लागेको अब प्रकाश छ नि ऊ मिलेन अरे 2 दिन पछि सारिदियो खै टिकट के भएर नेपालमा त्यही हो त्यस्तो हुन्छ नेपालमा त यो घरमा नि हुन गाडी चल्छ हो सो अब घर जानुपर्ने हुन्छ किन मोबाइलमा ब्याट्री पाउँदैन ब्याट्री त छ त्यही पनि अब बुढाको लाम भयो नि सो यति भन्दा गाडी अवस्था चाहिँ पछाडिको यो पनि दिएको थियो सेन्सरहरूमा पछाडि जान्छु चाहे के ल्याइदिनु के भन्छ त्यो डल्लो ल्याइदिने के भन्छ त्यसलाई छुट्टी पुस्ता गाडी